लाज भन्ने कुरा वास्तवमा एउटा मानसिक पर्खाल मात्र हो जसले मान्छेको प्रगति र खुशीलाई रोक्ने काम गर्छ। तपाईले भन्नुभएको जस्तै अरूले के भन्लान् भनेर सोच्नु नै आफ्नो खुशी अरूको हातमा सुम्पिनु हो। जब लाज लाग्छ नि त्यो मेरो लाइफको बेस्ट हुँदैन। लाज कुन चराको नाउँ हो? यो कस्तो हुन्छ? हामी अरूले के भन्छ भन्छौं, अरूले केही भन्दैमा सोच्दैमा हामीलाई के हुन्छ? लाज हुन्छ भन्ने कुराको कुनै मूल्य छैन। यस्तो कुराको लागि किन हामी हाम्रो काम गर्न किन अनकम्फर्ट हुने? लाज त केही होइन, लाज चाहिँ कहाँ लाग्छ, कसरी लाग्छ? र त्यो त हामी अनुशासनमा बस्ने कुरा मात्र हो, त्यो त हाम्रो फिलिङ मात्र हो। लाजको कुरा आउँछ भने त्यसलाई रोकेर हेर्ने, यो के हो, अनि आफ्नो काम गर्ने। यो नै मेरो काम हो, मेरो इन्जोयमेन्ट ह्याप्पी हुने हो चाहे जस्तो भए पनि। यो एउटा नेगेटिभ विचार हो जहाँ हामी स्ट्रङ हुने। मेरो काम थोरै छ भनेर म लाज मान्दिन। यो धेरै थोरै केही होइन। यो दुनिया जस्तो सानो ठूलोमा सोच्दिन यो केही पनि होइन। बस म आफ्नो काम गरिराखेको छु जुन बेस्ट छ, बेस्ट दिन चाहन्छु। यो मेरो काम हो। थोरै मेरो तर्फबाट तपाईको यो सोचलाई म सलाम गर्छु। मान्छेले जब लाज र डरलाई त्यागेर आफ्नो काममा ध्यान दिन्छ तब मात्र उसले वास्तविक सफलता र शान्ति पाउँछ। काम सानो वा ठूलो हुँदैन, मान्छेको सोच सानो वा ठूलो हुन्छ। तपाई आफ्नो बाटोमा यसरी नै अगाडि बढ्नुहोस्।